तपाईँ ताप्लेजुङबाट मन्त्री बन्न काठमाडौँ आउनुभयो प्रधानमन्त्री काठमाडौँ मन्त्री बन्न आउनु आएको होइन क्या परिस्थिति पनि सिर्जना भयो अनि प्रस्तावलाई तपाईले हार्न सक्नु भएन प्रधानमन्त्रीको कुरा मात्र हेरेको होइन प्रधानमन्त्रीको मुख हेरेको होइन पैसा पाएन भनेर हामीलाई चिन्ता छैन के दुःख छ हातमा अहिले विज्ञान प्रविधि मन्त्रालय आइपुगेको छ अब तपाईलाई काम गर्न कुनै समस्या छैन तपाईले चाहनुभयो भने चमत्कार गर्न सक्ने व्यक्ति हो तपाई कसरी ल बताउनु त चमत्कार गर्ने तरिका अवस्थाको कुरा गर्दाखेरि तपाईलाई थाहा छ तपाई धेरै अध्ययनशील मान्छे हो व्यक्ति हो महावीर पुञ्जी अध्ययनशील होइन म हैन व्यवहारिक ज्ञान तपाईसँग धेरै छ क्या मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको म अध्ययन गर्दैन पढ्दैन पनि किताब बेचेर हिँड्ने व्यक्तिले नपढे मैले किताब नपढेको सुन्नु किताब नपढेको कम्तीमा चाहिँ 15 वर्ष भयो किताब नपढेको 15 एउटा पनि किताब नपढेको 15 वर्ष भयो भइसक्यो गाउँमा डोल्दाखेरि कहाँ किताब पढ्ने के पढ्ने ठाउँ पनि त हुनु पर्यो यस्तो अफिस हुनु पर्यो केही हुनु पर्यो गाउँमा दिनभरि डुल्यो कसैको घरमा बसेर बेलुका गएर बासो बस्यो खाना खायो अनि सुत्यो अब त्यसको घरमा कहाँ पढिरह्यो किताब पढिरहने तपाईको कार्यकालमा त देशभरि एउटा अभियान सुरु गर्नुस् न राजनीतिक पार्टीका भाती संगठनहरू खारेज गरिदिनुस् न सकिँदैन कागजमा खारेज गरेर हुँदैन क्या तपाईले म शिक्षा मन्त्री चाहिँ बन्दिन भनेर भन्नुभएको थियो नि महावीर पुञ्जी मन्त्री बन्दैन भनेको शिक्षा मन्त्री मात्र होइन क्या विज्ञान मन्त्री बन्न तपाईँ तयार हुनुभयो तर शिक्षा मन्त्री चाहिँ म बन्दिन भन्नु होइन विज्ञान मन्त्री मात्र होइन म कुनै पनि मन्त्री बन्दिन यो मन्त्री बन्ने खाले मान्छे होइन म इतिहास एकपल्ट तपाईँले रच्नु भयो नि त किनभने एकजना सरल व्यक्ति असल व्यक्ति एउटा वैज्ञानिक आज देशको शिक्षा मन्त्री बन्नुभएको छ मैले रचे होइन नि इतिहास चाहिँ एउटा के हो भने परिस्थितिले रच्यो त्यसको म एउटा पात्र भयो क्या अब आउने उसमा चाहिँ चुनावमा चाहिँ नयाँ मान्छे चाहिँ आउनु पर्यो काम गर्ने मान्छे आउनु पर्यो काम गर्नु तपाईँ पनि आउनु पर्यो भन्छु म त कहाँ युवा हो म त तपाईँ चुनाव लड्ने कि नलड्ने म नलड्ने 70 वर्ष पोलिटिकल पार्टी खोलेर जाने कि नजाने तपाईँलाई युवाहरूले बोलायो नजाने कुरा नजाने चुनावमा जाँदै नजाने दल खोल्दै नखोल्ने नजाने कुनै पनि दलमा तपाईँ नलाग्ने नेपालको विश्वविद्यालयहरूलाई सुधार्नु पर्दैन हैन सुधार्नु पर्छ त्यही त भनिरहेको त मैले सुधार भएन नि त जस्तो त्रिभुवन विश्वविद्यालयमा तपाईँलाई थाहा छ वन जङ्गल जस्तो छ झाडी नै झाडी छ हैन त्यो झाडी सुधार्नु परेन त्यहाँ तपाईँले त भन्नुभएको छ नि बगैँचा बनाउने भन्नुभएको छ नि त हैन त्यो बगैँचा त्यो बनाएर त्यो त्रिभुवन विश्वविद्यालय सुध्रेन त होइन हेर्दा राम्रो देखिने मात्रै हो निजी विद्यालयहरूको पनि गुनासो छ नि हाम्रो देशमा निजी सेक्टरमा ठुलो लगानी छ त शिक्षामा हैन छ नि उनीहरूलाई तपाईँ कसरी सहयोग र समर्थन गर्नुहुन्छ निजी विद्यालयहरू भनेको आवश्यक छ कि छैन हाम्रो देशले यस्तो अब निजी विद्यालयहरू भनेको कम्पनी हो क्या त्यो त कम्पनी हो नि त कम्पनीको जिम्मा पनि कम्पनीलाई सुधार दिने कम्पनीलाई बिगाडिदिने भन्ने कुरा पनि सरकारले जिम्मा लिएर हुन्छ र सरकारी गाडी भनेको यो मन्त्रालयको गाडी यहाँ मन्त्रालय गाडी चाहिँ चढ्नुहुन्छ एउटा यहाँबाट अफिसियल काममा मात्र चढ्छु हैन यहाँबाट अब कहिले झन्डा हल्लाएर चढ्नुहुन्छ कि झन्डा बिना चढ्नुहुन्छ त्यो झन्डा हल्लाउने र नहल्लाउनेसँग मतलब हुँदैन क्या अब माथिको यो सुरक्षाले चाहिँ गार्ड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् डोल्नु घुम्न जाऊ भनेको छु मैले क्वार्टर पनि नचाहिने भने मन्त्री क्वार्टरमा गएर आनन्दसँग बस्यो हुन्थ्यो नि त किन मन्त्रालयमा बस्नुभयो कहाँ छ र मन्त्री क्वार्टर सबै जलाइसक्यो निजी निवास छैन निजी निवास कहाँ छ त निजी निवास आविष्कार केन्द्र छ नि मन्त्रालयमै बस्नु हो यहीँ सुत्नुहुन्छ आफ्नो घरमा बस्नलाई आफ्नो घर हुनु पर्यो होइन गाडीमा चढ्नलाई आफ्नो गाडी हुनु पर्यो बात त सही है अब तपाईहरु जस्तो ठुलो बङ्गला खोजेर हैन गाडीमा मेरो पनि केही छैन म पनि 18-20 घण्टा काम गर्छु तपाई जस्तै हो हुन्छ त घरमा त बस्नुहुन्छ नि
मलाई एकजनाले के भन्नुभएको थियो अमेरिकामा पनि तपाईँले कहिले कपडा किन्नु भएन अरूले दिएको कपडा लाउनु पर्यो हो मेरो कोठा छेउमा अर्को एउटा खैरे केटाको कोठा थियो उसले चाहिँ त्यो राम्रो राम्रो यस्तो कमिजहरू चाहिँ झोलामा हालेर त्यो लाएर यसो गरेर त्यहाँ उतापट्टि त्यो चाहिँ फोहोर फाल्ने उसमा ठ्याक्कै हाल्यो मैले देखेँ मेरो अगाडि देखेँ अनि मैले भने किन फालेको भनेको चाहिँदैन भने खै यसले त हेरौँ भनेर मैले यसो हेर्दाखेरि त राम्रो छ हेर्नुहोस् राम्रो छ कमिज छ है सर्टहरू छ टी सर्टहरू छ है त्यस्तो फाल्ने म लाउँछु भनेर मैले त्यहाँबाट सुरु गरेको हो है अहिले पनि नेपालमा पनि किन्नु भएको छैन कपडा कहाँ किनेको त अस्ति त म शपथ ग्रहण समारोहमा जाँदाखेरि दौरा सुरुवाल लगाउनु भयो साथीहरूले ल्याए नि तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त तपाईँ आउँदैन गाड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् घुम्न जाऊ भनेको छु मैले गाड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् घुम्न जाऊ भनेको छु मैले